हो। ल ब्याट्री सिद्धियो, एउटा ब्याट्री बल्ल फाँक भएको छ, तर मैले ब्याट्री चाहिँ एक्स्ट्रा टन्नै ल्याएको छु। तर मैले ब्याट्री चाहिँ टन्नै ल्याएको छु। स्पेयर ब्याट्रीहरू ल्याउनुपर्छ यसरी हिँड्दाखेरि होइन। एउटा, दुईवटा, तिनवटा स्पेयर ब्याट्री र जस्तो एउटा 4वटा ब्याट्री चाहिँ मैले लिएर आएको थिएँ। यतिले त पक्कै पनि पुग्ला भन्ने मैले आशा राखेको छु। अब एउटा ब्याट्री सिद्धिएपछि अर्को ब्याट्री चेन्ज गर्छु। यस इट्स फुल चार्ज, यो चाहिँ ओके छ। अब हामी फेरि अगाडि जान्छौँ है त। ओके, किप वाचिङ गाइज। अलिकति भ्लग चाहिँ लामो हुनेवाला छ, किनभने होइन घुम्न आइसकेपछि अलिकति तपाईँहरूलाई विभिन्न ठाउँबाट तपाईँहरूले हेरिरहेको हुनसक्छ। त्यो बेलामा अलिकति फिल पनि होस् न कि तपाईँ लुम्बिनी आए जस्तो। त्यही कारणले गर्दा आई एम ट्राइङ माई बेस्ट टु सो अल द टेम्पल्स ओभर हियर इन लुम्बिनी है त। सो किप वाचिङ।